तपाईले खोजेको एउटा भिडियो लिएर उपस्थित भएका छौँ र हामीसँग वरिष्ठ समाजसेवी समीक्षा गुरुङजी हुनुहुन्छ र उहाँ चाहिँ श्रमदानमा अहिले तल्लीन भएर लागिपर्नु भएको छ। केही दिन अगाडि धरानका चर्चित आदरणीय मेयर श्रमपिता अर्घ साम्पाङज्यूसँग उहाँको फोटो तोडेर भाइरल भएको थियो र यसको वास्तविकता के हो भनेर बुझ्नको लागि हामी समीक्षा गुरुङज्यूसँग कुराकानी गर्दैछौँ र धेरैले ट्रोल बनाउनुभयो, धेरैले चाहिँ छिछि सुन्दर गर्नुभयो, धेरैले अपशब्द बोल्नुभयो। त्यसको वास्तविकता लिएर उपस्थित भएका छौँ र आदरणीय मेयर साहब जो चाहिँ 1 रुपियाँ भ्रष्टाचार नगरिकन निष्कलङ्क रूपमा देशको सेवा आउनु भएको थियो, समाजको सेवा गर्छु भनेर आउनु भएको थियो। उहाँमाथि भोट लागेको छ र बिजु र उहाँको फोटोलाई जोडेर विभिन्न गलत प्रचारहरू भ्रमहरू सिर्जना गरेको छ। यसको वास्तविकता बुझ्दैछौँ। यहाँलाई स्वागत छ। नमस्ते दिदी। नमस्ते। आराम हुन्छ? ठिक छु, अहिले अलि ठिक हुँदैछ। हजुर, तिहार कस्तो भयो? तिहार मनाइएन र तिहार चाहिँ ठिकै भयो। तिहारको बेलामा कुकुरहरूलाई सेवा गर्ने आवश्यकता जुन चाहिँ बाटोमा कष्ट भइरहेको थियो त्यो बच्चा आउँदैछ सेवा गर्ने तिहारको दिन। जस्तो तपाईँ तिहार 364 दिन नै गर्छु तर त्यो दिनमा तिहार पनि नमनाइकन तपाईँले जस्तो केही दिन अगाडि तपाईँको फोटो एउटा भाइरल गर्नेहरूसँगको के भएको थियो, कसरी त्यस्तो भयो अलिकति जानकारी गराइदिनुहोस्। यो हाम्रो धरानको मेरो अर्घ साम्पाङ जुन चाहिँ जुन दिनमा काठमाडौँ आउनुभएको थियो त्यो दिनमा हामी श्रमदानमै थियौँ। किर्तिपुरको विश्वविद्यालयको जुन जङ्गलमा हामी श्रमदानमै थियौँ र मेरो साहब चाहिँ आउने अरे भन्ने कुरा सुनेपछि म पनि कुरेर बसिरहेँ। उहाँ आउनलाई निकै टाइम पनि लाग्यो किनकि प्लेन चढेर आउने होला, सरकारी गाडीमा यसो सुटुट लाएर आउने होला, छिटो आउनु होला भनेर सोचेको थिएँ होइन। म एउटा अपाङ्ग जस्तो पनि थियो ट्रेन परेर। यो कुरो सुन्नु होला, म फेरि अपाङ्ग चाहिँ होइन है, म एक्सिडेन्ट परेर त्यो बेलामा हिँड्न सक्ने थिइनँ। अहिले पनि म हिँड्न त्यति सक्दिनँ। अनि त्यो दिनमा हाम्रो मेयर अर्घ साम्पाङज्यू आउनुभयो, धेरै लङ टाइमपछि आउनुभयो। उहाँलाई चाहिँ भेट्नलाई म एकदमै आतुर थिएँ कि प्रत्यक्ष रूपमा देखिरहेको थिएन उहाँलाई है। उहाँलाई भेट्नलाई म यति आतुर थिएँ। मनभित्रैबाट मैले दिउँसैबाट पनि केही नखाए गरेर पनि उहाँलाई चाहिँ कुरेर बसिरहेको थिएँ कि त्यहाँ दाजुभाइहरूले मलाई तपाईँ सक्नुहुन्न, जानुहोस् नबस्नुहोस् भनिराख्नु भएको थियो। भेटिराख्नु होला नि त, भेट्नु बनाइदिन्छु तपाईँलाई एक दिन भन्नुभएको थियो। तर मैले कुरेरै बसेँ कि उहाँलाई चाहिँ कन्टिन्यू कसैको कुरा नसुनिकन मलाई भेट्नु नै थियो होइन। एउटा बाउ जस्तो एउटा भगवान् सम्झिन्छु म उहाँलाई। कुरेर बसिरहेको थिएँ अनि निकै लङ टाइमपछि राति आउनुभयो। आइसकेपछि अब तत्काल पत्रकार सम्मेलन भयो। पत्रकार सम्मेलन भएपछि त मैले पनि झ्याप्प भेट्न पाइनँ। मैले अपाङ्ग जस्तो मान्छे बाहिरबाट है गरेँ होइन। अनि त्यो गाडीबाट हेर्दै गर्दाखेरि मेयर साहब चाहिँ यस्तो मजाले आउनुभयो होला, ढक्क लाएर अरू नेताहरू जस्तो आयो होला भन्ने सोचेको थिएँ कि मैले। जो भिडियोमा देखिरहेको थिएँ त्योभन्दा पनि फरक किसिमबाट आउनुभएको रहेछ उहाँ। मलाई लाग्छ उहाँ कहीँ कुनै ठाउँमा श्रमदान गरेर त्यही कपडासँग आयो कि जस्तो पनि लाग्यो, मलाई फिल भयो। किनकि अहिलेको समीक्षा अलिकति केही सुकिलो मुकिलो भएर यहाँ आएको छ भने उहाँ मेयर साहबलाई चाहिँ त्यो टाइम पनि रहेनछ क्या। घाँटीमा पनि फोरै होला सायद, बिचरा कपडा त्यस्तो फोरो भएपछि होइन। गाडी चाहिँ यस्तो सरकारी गाडीमा टक्क लाएर आउनु भयो होला भन्ने सोचेको थिएँ, त्यो पनि होइन छ। यो पब्लिक गाडी, सार्वजनिक गाडीमा एउटा हाइसमा आउनुभएछ क्या। अनि कतिखेर उहाँलाई हेरौँला भनेको कुकुरक परेर बिचरा त्यो एउटा हामीले मेलापात गरेर आउँदाखेरि साँझ हामी थकाइ लाग्छ नि, एकदमै थकाइ लाग्छ नि। हामी यो बर्खाको बेलामा कोदोहरू रोपेर मकैहरू गोडेर आउँछौँ नि, त्यो बेलामा जस्तो उहाँ चाहिँ कुदुर कुदुर गरेर आइरहनु भयो कि झर्नुभयो। त्यही बेला आँसु झरिसकेको थियो मेरो। यस्तो मान्छे पनि एउटा नेपाल आमाले जन्माएको छोरा रहेछ नि भन्ने मलाई फिल भएको थियो क्या। तर त्यति बेला त कसै कुनै पत्रकारको आँखा त परेन। म कुनातिर बसेर म एकदम त्यही बेला रोइसकेको थिएँ। अहिले पनि भन्छु, रुन्छु कि म। किन रुन्छु भन्दाखेरिमा जब मैले अर्घ साम्पाङलाई त्यो स्थितिमा देखेँ नि, म त्यो बेलामा पनि रोइसकेको थिएँ। मलाई कसैले पनि देखेन त्यो बेलामा। त्यस्तो मान्छे पनि हुँदो रहेछ, त्यस्तो मान्छेले पनि देश बनाउन सक्ने रहेछ। यो नेपाल आमाले यस्तो पुत्र पनि जन्माएको रहेछ भन्ने कुरा मलाई फिल भयो। किनकि म पनि एउटा मध्यम वर्गीय परिवार, एउटा गरिब परिवारबाट हुर्केर मेरो आमाले
उकाली ओह्राली घन्च्याङ चौपाली एउटा घलेकमा आफूले आधा खाएर आधा रोटी मलाई खुवाएर यो ठाउँसम्म ल्याएको, यो ठाउँसम्म मलाई चाहिँ पढाइदिनु भएको मेरो आमाले। सेम मलाई हल्का साम्पाङलाई त्यही जस्तो लाग्यो क्या। उहाँलाई एउटा सर्ट फेर्ने एउटा टाइम पनि रहेनछ। म मनदेखि भनिरहेको छु होइन, तपाईँ भ्रष्टाचारीहरूको झोलीहरू मनदेखि भनिरहेको छ। समीक्षाको आँसु त्यो बेला पनि बगेको थियो, तर त्यो अँध्यारोमा मलाई कुनामा म एउटा असत्य जस्तो मान्छेलाई झ्याप्प कसैले पनि देखिएन, म अगाडि जान पनि सकेन। तर पछि कोसिस गर्दै गर्दै म चाहिँ वहाँतिर पुगेको थिएँ। खुट्टा मेरो यस्तो फ्र्याक्चर छ, 3 पटक ट्रान्सप्लान्ट गरिसकेको छु, तर पनि म यो हर्का साम्पाङको नजिक कसरी पुग्ने भनेर म हत्राङ पत्राङ गरेर घुँडा टिप्दै गइरहेको थिएँ। सायद त्यहाँ भिडियोमा एकजना दाइ हुनुहुन्छ, उहाँले मलाई धेरै पटक माफी माग्नुभयो तल हर्का साम्पाङसँग भेटिसकेपछि, किनकि उहाँलाई डिस्टर्ब भयो जस्तो लागेछ कि। लेडिजहरू प्रायः जस्तो यस्तै छ फेरि है, तपाईँहरू मन नदुखाउनु होला लेडिज साथीहरू, किनकि लेडिजले धेरै आरोप लागेको कारणले गर्दा छोरा मान्छेहरू अलिकति टाढा हुन खोज्छ। त्यहाँ पनि त्यो दाइले मलाई नगर्नु न नछुनु न भनिराख्नु भएको छ। म कतिखेर चाहिँ हर्का साम्पाङको नजिक गएर अझै हेरौँला घाँटीतिर गएर मैले धैलो के छ यस्तो बिहालसँग आएको भन्ने लाग्छ, त म जान सकिरहेको। पछि मैले एउटा गमलामा टेकेर माथि चढिदिएँ। जब चढिदिएँ त्यो अर्को दाइको काँधमा यसो झ्याप्प पुगेर मलाई नसमात्नु भन्नुभयो। दाइले धेरै पटक माफी माग्नु भएको छ मलाई पछि, किनकि उहाँलाई मेरो खुट्टा सख्त छ भन्ने थाहा थिएन, कसैलाई थाहा थिएन। भनेपछि म त्यो क्रेज कति बढ्यो होला, त्यो हर्का साम्पाङप्रति मेरो मन कति गयो होला भन्ने कुरा मलाई मात्र थाहा छ क्या। तपाईँ जस्तो भ्रष्टाचारीले यो चाहिँ ट्रोल बनाएर हामीलाई केही पनि हुनेवाला छैन, हर्का साम्पाङलाई केही पनि हुँदैन। एउटा कुरा है, सक्नुहुन्छ भने भ्रष्टाचारीहरूले म भन्दैछु अशुभ नबोलौँ भनेको बेला बेलामा मन खान्छ के, मन रुन्छ। हर्का साम्पाङ र मेरो भिडियो, हर्का साम्पाङलाई म त अब एउटा नर्मल मान्छे हो, भुइँ मान्छे हो, मलाई त गराए पनि केही फरक परेन। तर म भुइँ मान्छेलाई हर्का साम्पाङको सँग ट्रोल बनाएर हर्का साम्पाङलाई गिराउनको लागि यति काम गरिरहेछ नि, त्यो चाहिँ कहिले गिर्दैन क्या। किनकि हर्का साम्पाङले भ्रष्टाचारै गर्दैन। सिर्फ हर्का साम्पाङले के सोच्छ भन्दाखेरिमा देशमा एउटा श्रम चाहिएको छ, श्रम गर्नुपर्ने रहेछ, श्रम गरेपछि हरेक कुरा चाहिँ पोसिबल रहेछ भन्ने कुरो, त्यो सिद्धान्त उहाँले ल्याइरहनु भएको छ। भ्रष्टाचारीहरू त्यो मन पर्दैन, भ्रष्टाचारीलाई त्यो मनै पर्दैन। सुकिलो मुकिलो टाई सुटफुट लाएर टक्क एउटा होटेलमा गयो, त्यस पछाडि स्ट्यान्ड चिया कफी खायो, अनि त्यहाँतिर बस्दाखेरि ट्याक्क लाएर कुन चाहिँ विनियोजन गर्ने, कहाँनिर गएर चाहिँ कति पैसा निकाल्ने, लप्प खाइदिने भन्ने दिमाग हुन्छ भनेपछि यो हर्का साम्पाङको चाहिँ त्यो छैन। त्यस कारणले गर्दा जुन दिनमा हर्का साम्पाङ त्यो बेलामा आउनुभयो, त्यो स्थिति उहाँको त्यो पाखेपना, त्यो एउटा बौला जस्तो विचार, त्यो एउटा मान्छेले देख्दा बौला जस्तै लाग्छ है हर्का साम्पाङ। देश बनाउने ठुटे पाखे हो हर्का साम्पाङ, देश बनाउने पाखे हो होइन। तर मान्छेले के गर्छ भने यही कुरामा म जोड्न चाहन्छु, चितवनको हाम्रो चाहिँ मेयर हुनुहुन्छ रेणु दाहाल, उहाँले पनि केही कुराहरू उहाँले नराम्रो भन्नुभएको छ, मैले हेरिरहेको छु। म एउटा पब्लिक फिगरमा त्यति नआए पनि उहाँले पनि भन्नुभएको थियो क्या, उहाँलाई चाहिँ मलाई पाखे जस्तो लाग्छ होइन, एउटा प्रविधिबाट आउँदैन भन्नुभएको थियो, खालि पाइप तान्ने खालि ढुङ्गा बोक्ने भन्नुहुन्थ्यो क्या। अब हिजोको पालादेखि 2047 सालदेखि आजसम्म कुन चाहिँ नेताले राम्रो गरे त यो कुरा भन्न पर्यो कि रेणु दाहाल पनि है। अनि जुन पनि यो कुकुर जस्तो भुकेर हिँडिरहेको छ नि, तपाईँहरूले पनि सुन्न पर्यो क्या। आजसम्म कुन चाहिँ नेताले आफ्नो जति पनि योजना ल्याए त्यो योजनाको अनुसार नेपाललाई के बनाए त? केही पनि बनाएको छैन नि त। यो प्रवृत्ति ल्याउनको लागि त मेन कुरा जुन रेणु दाहालले गरेको उठानको कुराहरूमा म चाहिँ रेणु दाहाललाई पनि यहीँबाट, उहाँ पनि राम्रै मान्छे हो, तर हर्का साम्पाङको बारेमा बोल्दै गर्दा रेणु दाहालको कुरालाई म प्रसङ्ग जोड्दैछु आज है। तपाईँ जस्तो इमान्दार, तपाईँ जस्तो एउटा चाहिँ चितवनको जो जनतालाई राम्रो काम गरिरहनु भएको छ नि, तपाईँले एउटा यसरी टक्क लाएर एउटा कोट लगाउनुहुन्छ, साडी लगाउनुहुन्छ, उहाँले चाहिँ लगाउनुहुन्न। तपाईँले नि काम गर्नुभएको छ, उहाँले नि काम गर्नुभएको छ। तपाईँ जस्तो मान्छेले हर्का साम्पाङले त्यो भन्न मिल्दैन। हर्का साम्पाङले आफ्नो बाउको सम्पत्ति ल्याएर यहाँ अहिले प्रविधि जोड्ने होइन, हिजोदेखि प्रविधि जोड्दै ल्याउँदै गर्ने त यहाँ पहिलादेखिको नेताले हो नि त गर्नुपर्ने। भनौँ न तपाईँको बुवाहरूले गर्नुपर्ने, प्रचण्डहरूले है, प्रचण्डहरूले गर्नुपर्ने हो नि त। त्यो प्रविधि छँदै छैन त हर्का साम्पाङले उतिखेर कहाँबाट ल्याउँछ? अनि जनतासँग एउटा राम्रो व्यक्ति भएर गइसकेपछि जनताले मन पराउँदो रहेछ। तान्दियो त पाइप तान्दियो, त्यस्तो कति 400 कति किलोमिटरबाट धरानलाई चाहिँ अहिले पानी खुवाइरहेको छ। मान्छेको सबैभन्दा ठुलो भनेको पानी हो, त्यस पछाडि कुरा स्वास्थ्य, पानी। यो पानी नभई नहुँदो रहेछ। धरानले आज किन चाहिँ
हर्क साम्पाङले रुचाए त त्यही कारणले रुचाए नि त होइन। अनि यो कुरामा चाहिँ प्रविधिको कुरा गर्दा म चाहिँ रेणु दाहाललाई के भन्छु भने हर्क साम्पाङले प्रविधि उतिखेरै ल्याएर टिर्र पारेर त्यो मेसिनबाट गर्ने होइन। तपाईँको बाउहरू प्रचण्डहरू हुनुहुन्थ्यो नि त्यो बेलामै गर्नु भएन, केपी ओलीले गर्नु भएन होइन। नगरेपछि त अब कहाँबाट चाहिँ एउटा मेसिन ल्याएर टर्र पारिदिनु त नि, त्यो कुरा आयो नि त। कि त्यसको लाग्नुको लागि त भ्रष्टाचारी गर्नु पर्यो, भ्रष्टाचारी गर्नु पर्यो एउटा कुरा चाहिँ राज्यको ढुकुटी सिध्याउनु पर्यो। राज्यको ढुकुटी सिध्याउनुको लागि के गर्नु पर्यो त भन्दाखेरिमा केपी ओली प्रचण्ड शेरबहादुर देउवाले जस्तै विकास बैङ्कबाट लोन लिने अनि त्यस पछाडि त्यो एउटा ब्याङ्क छ नि, के ब्याङ्क छ यो, स्विस ब्याङ्कमा गएर पैसा हालिदिने हो। त्यो गर्यो भने सकिन्छ, होइन भने कसैको बाको पैतृक सम्पत्ति ल्याएर चाहिँ यहाँ काम गर्न सकिँदैन। श्रमदान नै गर्नुपर्छ, श्रमदान नै आवश्यकता छ। श्रमदान, प्रकृति, संस्कृति यो तीनटा कुरालाई अँगालेन भने, प्रकृति, संस्कृति र प्रविधि यति चिजलाई चाहिँ अँगालेन भने देश अगाडि जान सक्दैन। यस्तै केपी ओली प्रचण्ड यही चाहिँ यो के छ, यी पार्टीले जस्तै अल्लङ फलङ गर्ने, जनतालाई उतातिर एउटा चौरमा चाहिँ मजाले कुर्सी बसाल्ने, त्यसबाट माथिबाट आफूले भाषण छाडिदिने, भाषण छाडेर गएर काम नगरिदिने, लपक्क खाने। कहाँबाट ल्याउँछ त्यो भन्दाखेरिमा विकास ब्याङ्कबाट ल्याउँछ क्या यिनीहरूले, विश्व विकास ब्याङ्कबाट ल्याउँछ है। अनि पैसा कहाँ राख्छ, स्विस ब्याङ्कमा राख्छ। पछि पैसाहरू निकाल्दै जाँदाखेरि कहिलेकाहीँ त अस्ति पनि भेटियो क्यारे शेरबहादुर देवको घरमा, आमा यहीबाट भयो भन्ने कुरा आयो होइन। कोही बोल्न सक्यो त्यसको ठाउँमा गएर बोल्नु न, तपाईँहरू त्यसको ठाउँमा गएर बोल्नुहोस्, हो कि होइन भन्नुहोस् त। भनेपछि तपाईँको नाम जोडेर हर्क साम्पाङलाई गिराउन खोजेको षड्यन्त्र हो। यो कुरामा चाहिँ आज मैले के भन्दैछु भने हर्क साम्पाङलाई 3 करोड जनताले होइन वर्ल्डमा चिनिएको छ। तपाईँहरूले बाँदरे, ढुङ्गे होइन, पाखे भन्छ नि, हर्क साम्पाङको जति बुद्धि त कसैको पनि छैन होला भन्छु म। छैन क्या बाबु, बुद्धि छैन। कसम हो, कसम हो यो, म बाजी राख्छु, लेखेर राख्नु होला। एक दिन प्रधानमन्त्री बनाउँछु भनेको छ नि हामीले, प्रधानमन्त्री होइन, हामी अझै माथि ओदामा पुर्याउँछौँ। किनकि म एउटा पोलिटिकल विद्यार्थी होइन है, म पोलिटिकल विद्यार्थी होइन बाबु। म चाहिँ राजनीति गरेर हिँड्ने मान्छे पनि होइन। एउटा समाजमा मैले जति सक्छु त्यो सामाजिक काम गर्ने हो होइन। म एउटा अलिकति पैसावाला हुने मान्छे हुने भए म अझै पनि म कति सहयोग गर्थेँ होला। म चाहिँ एउटा गरिब व्यक्ति, गरिब ठाउँबाट आएको, गरिब आमाले जन्माएको, बाबुआमाले जन्माएको छोरी भएको कारणले गर्दा हर्क साम्पाङले जो विधि अहिले चाहिँ अप्नाएको छ त्यो विधिलाई मलाई अति नै मन परेको छ। देशलाई बनाउनलाई यस्तै काम गर्नुपर्ने रहेछ, श्रम गर्नुपर्ने रहेछ भन्ने कुरा मैले बुझेको छु। सबैले बुझ्नुपर्छ यो। भ्रष्टाचारीको पछि लाएर सुटबुट लाएर टङ 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 तपाईँ चाहिँ बुट पड्काएर हिँड्नुभयो भने नि अब तपाईँले जन्माएको सन्ततिहरू साँच्चै भन्नुपर्दा तपाईँको सन्ततिलाई यो घाँटी तल खुट्टा माथि गरेर राखिदिन्छ नि यिनीहरूले। यो कुरा याद राख्नु। कसरी मैले भन्यो भन्दा अहिले जेनजीको आन्दोलन हुँदै गर्दा कतिवटा जेनजी बच्चाहरूले घाँटी तल रगत तप 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 चुहाइरहेछ, माथिबाट चाहिँ खुट्टा झुन्डिरहेको छ। यो अवस्था फेरि पनि आउँछ। यो भन्दै गर्दा जेनजीले के गर्यो भन्ने कुरा आउँछ। मैले धेरै कुराहरू जोड्दैछु यहाँ। जेनजीले के गर्यो तपाईँ पनि आउँछु म, जेनजीको आन्दोलनपछि पनि आउँछु। अनि जस्तो तपाईँले त्यहाँ चाहिँ माग पनि माग्नुभयो भन्ने साथीहरूले भन्ने कुरा, त्यसमा चाहिँ के भयो? त्यहाँ पुलमा गमलामा चढ्नुभयो, तपाईँले भेट्न पाउनु भएन मेरो साथलाई, त्यसपछि के हो? म त्यहाँ गमलामा चढेँ होइन, मैले मेरो सबलाई देख्नै पाएन। आँसु त तर्रै झरिहाल्यो। त्यो अवस्था देख्दा तर्रै झोडेँ क्या। कपडा पनि साँच्चै भन्नुपर्दा होइन, यो कमेज क्या, त्यो हर्क साम्पाङको एउटा हुन्छ नि त्यो तलै रहेछ क्या यसरी। भनेपछि कति फुर्सद छैन होला उहाँलाई। देख्दा पो उहाँलाई मान्छेले पाके भनिरहेको छ। उहाँले जिम्मेवारी लिन त बहुत गाह्रो छ नि त होइन। उहाँको एउटा विश्वासले गर्दा जनता त्यति धेरै जनता उहाँको पछि छ भनेपछि त्यो जिम्मेवारी पुरा गर्नको लागि उहाँलाई एउटा कपडा लाउने, एउटा टी सर्ट लाउने, टी सर्टलाई चाहिँ यसो फर्काएर कता फर्क्यो त्यो पनि थाहा छैन कि उहाँलाई। अनि त्यो मान्छेलाई देख्दा आँसु कसको झर्दैन? तँ जस्तो भ्रष्टाचारीहरूको झोलेले झर्दैन क्या, हामीलाई त झर्छ। हामी त एउटा सानो स्तरबाट आफ्नो चाहिँ 1-2 पैसा गरेर कमाएर खाएर एउटा दुःख गरेर आउने मान्छे भएको कारणले गर्दा त्यस्तै नेता हामीलाई चाहिएको छ कि हर्क साम्पाङ जस्तो मान्छेलाई जस्तो सजिलोसँग भेट्न पाओस्। त्यो बेला पनि मैले भेट्न पाएन। अलिकति पछाडिबाट गर्दै गएर म गमलामा चढेँ कि हेर्नुहोस्। अहिले यो भिडियो हेर्दै गर्नु भएको छ भने एकजना दाइलाई म भन्छु, उहाँ दाइलाई चाहिँ एकदम अप्ठ्यारो भएको रहेछ, रिसाउनु भएको थियो। सायद भिडियो पनि हेर्नु होला तपाईँले। उहाँको मुभमेन्ट क्या, कि उहाँलाई थाहा थिएन कि त्यो बेलामा म अपङ्ग पनि छु, अशक्त पनि छु, यो मान्छे किन आइरहेछ भन्ने कुरो देख्दै नदेखेपछि म गमलामा चढिदिएँ कि माथि। के होटेल अरे बाबु त्यो? हार्दिक होटेलमा है। अनि अरू नेता आउँदा हो भने त्यस्तो ठाउँमा यस्तो मजाले सजाउँथ्यो होला
उहाँलाई त्यो गमला फुट्यो, गमलाको छेउछाउमा पत्रकार सम्मेलन गर्यो। अब हामीले ठाउँ पाएन, म गमलामाथि चढेँ क्या, देख्नै नपाएर। अनि देख्नै नपाएपछि म गमलामाथि चढेँ, अनि बल्ल मैले उहाँको यो अलिकति फेसहरू देख्न पाएँ है। देख्न पाएपछि त अब त म त्यत्तिकैमा त बस्नेवाला भएन। अब कहाँनिर चाहिँ भेट्ने होला भन्ने भयो क्या। मैले आज पनि भेट्न नपाउने रहेछ भन्ने भयो। अब पत्रकार सम्मेलन भइरहेछ, म पत्रकार भयो त अगाडि गएर खिच्न मिल्थ्यो, मलाई नि दिन्थ्यो ठाउँ। अब म भुइँ मान्छेलाई कहाँबाट दिने? म चाहिँ त्यहाँ एकजनाले फोटो नि खिचेको छ, तलबाट पनि खिचेँ कि मैले उहाँलाई भेट्नलाई, हेर्नलाई, यस्तो ठाउँबाट पनि। अनि यही भाइरल हुन्छ भनेर मान्छेले तलबाट खिच्दै थियो मलाई, तर मैले ठाउँ पाइनँ। अनि अब भेट्न चाहिँ नपाउने रहेछ यत्रो लङ टाइम भएपछि भन्ने भयो। किनकि 11 रातिको 11 बजेको थियो। कम दुःख गरी भेटेको उहाँलाई मेरो मनमा छ नि त। मेरो मनमा भएको मान्छे, यो देशको मनमा भएको मान्छेलाई भेट्न त मान्छेलाई त राति होइन 10 जति बजे नि भेट्नलाई चाहिँ आतुर हुन्छ। खुट्टा भाँचिए पनि जे भाँचे पनि त्यस्तो हुँदैन। म असत्य मान्छे, मलाई चाहिँ कसले कर लाग्यो त? मेरो खुसीले गयो। जुन हर्क साम्पाङको सिद्धान्त, जुन हर्क साम्पाङले गरिरहेको काम प्रति मलाई मोह बढेको थियो नि त। त्यो बढ्नुपर्छ क्या सबैलाई। आज देश विदेशमा गएर दाजुभाइहरू यस्तो स्ट्रगल गरिराख्नु भएको छ नि, त्यो पनि श्रम हो। त्यो पनि श्रम हो नि त। उहाँले श्रम नगरिकन त त्यो पैसा आएन होला। त्यसको लागि त्यो कसले गराइदियो भन्दा यो भ्रष्टाचारी नेताहरूले गराइदियो। जति छोराछोरी पढाए पनि आखिरमा रातिको 12-11 बजे इन्टरनेसनल एयरपोर्टबाट पठाउनै पर्ने हुन्छ। भोलि लास आउने हो कि जिम्दो आउने हो कि पैसा कमाएर आउने हो कि त्यो थाहा छैन। तर नेतालाई मतलब छैन। नेतालाई त मतलबै छैन है। नेतालाई मतलबै छैन। हर्क साम्पाङ जस्तो मान्छेलाई मेरो फोटो राखेर ट्रोल बनाउनु भएको छ नि नेगेटिभ रूपमा, त्यो पागल हो कि त्यो। जो छ नि पागलै हो त्यो। जतिसम्म उसले चाहिँ यो ट्रोल बनाउँछ राम्रो व्यक्तिलाई, ती व्यक्ति मान्छे राम्रै होइन। त्यो 1 नम्बरको भ्रष्टाचारीको झोले हो त्यो। देशमा भ्रष्टाचारै भ्रष्टाचार, कुनै ठाउँ छैन कि जमिन छैन। अनि त्यसपछि तपाईँले जस्तो त्यहाँबाट भेट्न पाउनु भएन? भेट्न पाएन। अनि भेट्न नपाएपछि सबै घरला घुल्लो हिँड्यो क्या त्यहाँबाट। अब मेरो साहब पनि हिँड्नु भयो होला होटलतिर सुत्नलाई। अब कहाँ जाने होला, के गर्ने होला भने अनि त्यस पछाडि मैले एउटा मेरो सहकारी थियो, उसलाई चाहिँ तानेर मलाई त्यो अगाडितिर लगिदिनु न, म उहाँलाई भेट्छु भनेको थिएँ मैले त्यहाँ होटलभित्रै। भेट्न खोजिरहेको थिएँ। अनि फेरि माथि अब सुत्नको लागि भनेर श्रमदाताहरूको लागि छुट्टै मिटिङ रहेछ फेरि थियो। मैले पनि सुनेन क्या, म पनि अब कसै हिँडिरहेको भएर मैले पनि सुनेन, त्यो हो। अनि सबै माथि चढेपछि म पनि खुट्टा टेकेर लट्ठी टेकेर माथि गएँ। हेर्नुहोस् है, होटल पनि फेरि अलिक माथि नै रहेछ। स्ट्यान्डर्ड होटलमै नबस्नु हुँदो रहेछ उहाँ। खत्रङ म पछि म लौरो टेकेर माथि मेरो साहब जाने ठाउँमा, माथि होटल उहाँ बस्नुहुने ठाउँमा गएँ। म त्यहाँ गइसकेपछि एउटा सानो श्रमदाताहरूलाई सम्झाइ बुझाइ के थियो होइन, अन्तर्क्रिया कार्यक्रम थियो। त्यो अन्तर्क्रिया कार्यक्रममा अब भेट्न पाउने भयो भन्ने मलाई लाग्यो। लास्टमा सबैजना टिका लाउन गइसकेपछि मेरो पनि त पालो आयो नि त। असत्य मान्छे झ्याप्प गएर टिका लाउन पनि सक्दैन। धैर्यता लिएँ मैले। यत्रो लङ टाइम त मैले रातिको 11-12 बजीसम्म पुर्यो भनेपछि त एकपटक त म उहाँको हातमा समात्न पाउँछु। मैले उहाँको हातबाट मैले टिका लाउन पाउँछु। उहाँलाई मैले जुन विश्वविद्यालयबाट एउटा सानो फुल लगेको थियो, सयपत्री, त्यो फुल कोचिसकेको थिएँ। त्यो फुल मैले हातमै लिएर हिँडिरहेको थिएँ क्या। त्यो फुल मैले लाउन सक्छु। त कि अहिले भर्खर तत्कालै पनि भर्खर 3-4 दिन पछाडि भाइटिका पनि थियो। दसैँ कसले मान्छ मान्दैन, तिहार कसले मान्छ मान्दैन, तर हर्क साम्पाङ देशको एउटा राम्रो व्यक्ति हो, काम गर्ने व्यक्ति हो, देशलाई सम्हाल्न सक्ने व्यक्ति हो। त्यस कारणले गर्दा मैले तिहार कसको हो, दसैँ कसको हो भनेर नमानिकन मनभित्र उहाँलाई थाहा थिएन, मैले चाहिँ त्यो फुल लगाएर मैले भाइटिकाको एउटा 3 दिन पछाडि भए पनि त्यो सम्झेर म यो टिका मैले चाहिँ यो फुल लगाइदिनै पर्छ भन्ने सोचेको थियो। गएँ, मेरो पालो आयो। पालो आइसकेपछि मैले उहाँले टिका लगाइदिनु भयो। सबैले लगाइदियो है। बिटा यो झोलीहरू सुन्नु होला, मलाई टिका लगाइदियो होइन। त्यहाँ चाहिँ 150-200 जना श्रमदाताहरू हुनुहुन्थ्यो। पब्लिक पेजमा हो, त्यो पब्लिक फिगरमा हो। कुनै बन्द कोठामा हामीले चुप्पी चापी गरेको होइन। हर्क साम्पाङलाई गएर तपाईँले पनि चुप्पी गर्नु न, के पर्यो त? तपाईँको मनमा पो आउन पर्यो। तपाईँले भ्रष्टाचारलाई चुप्पी गरेर देखाउनुहोस् त। भ्रष्टाचारलाई चुप्पी गरेर देखाउनुहोस् त। लुकी हेर्छन् भ्रष्टाचारीहरू। अनि कसले चुप्पी गर्ने क्या? कसले चुप्पी गर्ने भने बाबु? भ्रष्टाचारीहरूलाई कसले चुप्पी गर्ने त? राम्रो कामै गर्दैन त चुप्पी कसले गर्ने? उसँग भेट्नै पाउँदैन। उसको त 100 वटा 10 वटा हजारौँ
बडीगार्ड लिएर हिँड्छन्। जब एउटा नेता जान लाग्यो भने क्वाइ कराउने गरे काठमाडौँ यहाँ जम्मै ब्लक हुन्छ। कुनै जिल्लामा जानुहोस् न त्यही ब्लक हुन्छ। किन डरायो यिनीहरू भने क्या हर्क साम्पाङ जस्तो यसरी झोले जस्तो के अरे पाए जस्तै आइदिनु न, जसले पनि चुप्पी गरिहाल्छ नि त। किन गर्दैन? हाम्रो मनोभावना आजसम्म देशलाई बेच्दै गयो, गुलाम बनाउँदै गयो, देशलाई चाहिँ टुक्रा गरेर काटेर बेचिरहेको छ। यिनीहरू अनपढ छन् क्या, यिनीहरू अनपढ छन्। पढाहरूले चाहिँ भित्रबाट सिकाइदिएछन् अनि यिनीहरूले देशमा यो अर्काको देशमा गएर चाहिँ स्वार्थ गएर चाहिँ यिनीहरूले सिग्नेचर गर्छ नि त। पैसा एनी हाउ मनी आयो हुन्छ क्या यिनीहरूलाई। देश कति सेन्टिमिटरमा मैले बेचेँ, कति टुक्रामा मैले बेचेँ यिनीहरूलाई थाहा छ। तर साइन गर्ने बेलामा चाहिँ अब पढ्दै नपढ्ने मान्छे जान्छ नि त। अनि उसले बुझ्दैन स्याट पैसा आयो कि मलाई त भयो भनेर साइन गरिदिन्छ। जानु त देश कति टुक्रिएछ, नक्सा हेर्नुहोस् त कति टुक्रिया छ। लाज मर्नु छ, पैसा अझै पैसामा छाप्छन् यिनीहरूले हो। त्यही कारणले गर्दा मैले त्यहाँ जाँदै गर्दा तिहार पनि आइरहेको। अनि यस्तो खालको चाहिँ एउटा पुत्र नेपालमा जन्मिएको मान्छे आजसम्म भनौँ भने कसैले पनि भोट हालेर गएको जनप्रतिनिधि अथवा नेतालाई आफ्नै त्यो झोलेहरूले पनि आफैले भोट हालेर गएको झोलेहरूले पनि भेट्न पाएको छैन क्या बाबु। आँखा देख्न पाएको छैन क्या यिनीहरूले। त्यसको नेता आयो भने उताबाट मेरो नेता आएको भनेर उल्लिएर बस्ने हो, त्यसले नेताको आँखा देख्न पाएको छैन यिनीहरूले भने क्या। भनेपछि 3 करोड जनता वर्ल्डमा चिनेको हर्क साम्पाङलाई मजाले सहज रूपमा भेट्न सकिन्छ। उहाँलाई न गार्ड चाहिन्छ, न उहाँलाई सुकिलो मुकिलो चाहिन्छ, न के चाहिन्छ। अनि त्यस्तो व्यक्तिलाई भेट्न पाउँदाखेरि हाम्रो आँसु आउँदैन, हामीले अङ्गल मार्दैन, चुप्पी गर्दैन। सुन्नु है, अब मैले हर्क साम्पाङलाई चुप्पी गर्नु कारण त्यही हो। बल्ल मेरो पालो आयो, आइसकेपछि मैले सबैभन्दा पहिला एउटा यो देशको आमाले यति राम्रो मान्छे जन्माएको रहेछ हर्क साम्पाङलाई, यो देश हर्क साम्पाङको हातमा दिनुपर्छ एकपटक। जसले पढन लेखन गरेर सुकिलो मुकिलो लाएर चाहिँ यसले केही गर्न सक्दैन भनेर तिमीहरू चाहिँ सोचिरहेछ नि, हर्क साम्पाङको जति बुद्धि कसैको पनि छैन। एउटा गाउँ स्तरबाट, एउटा सहर स्तरबाट, एउटा अपाङ्ग, एउटा बुढा, एउटा विद्यार्थी, हरेक चिजलाई उहाँले चाहिँ आफूले बुद्धिले भ्याएसम्म सबै कुरालाई समेटेर अगाडि बढ्ने कोसिस गर्नुहुन्छ। हामीलाई यस्तो नेता चाहिएको छ क्या। अनि के कुराकानी भयो त? अनि त्यसपछि त्यहाँ गएपछि मैले दादा भने मेरो माइतीलाई, माइती सम्झेर म माइती सम्झिन्छु, फुल दिएर मैले कसैले नभने पनि आज सिकाए भन्नु होला समीक्षा गुरुङलाई। समीक्षा गुरुङले आफ्नो आत्माबाट आएको चिजलाई त्यहाँ प्रस्फुटन गरे हो है, प्रस्फुटन गरे हो। कुनै पनि कोठामा गएर चुप्पीचापी गरे होइन। श्रमदाताहरू त्यति धेरै हुनुहुन्थ्यो। एउटा सार्वजनिक स्थलमा एउटा आफ्नो माइतीलाई, तिहार पनि त्यही बेला परेको थियो, माइती सम्झेर फुल अर्पण गरेको मैले, फुल लगाइदिएको मैले। अर्को कुरा, देशको लागि यस्तै हर्क साम्पाङ चाहिन्छ, यस्तो व्यक्ति पनि रहेछ, हामीले सहज रूपमा भेट्न सकिने रहेछ भनेर उहाँलाई मैले फुल लगाइदिएँ। उहाँले मलाई टिका लगाइदिनु भयो, उहाँले पनि मलाई चाहिँ यहाँ फुल राखिदिनु भयो। त्यो भिडियोहरू किन हालेन होइन? ट्वाक्क काटेर चाहिँ ट्रोल बनाइदिने। ट्रोल बनाएर के चाहिँ हुन्छ र तपाईँ झोलेहरूलाई? अनि त्यो गरिसकेपछि उहाँलाई अझै पनि मानेन क्या। मैले हातमा ढोकेर पनि मानेन, अङ्गमाल गरेर पनि यो मनले मानेन। कसम भन्नुपर्दा अङ्गमाल गरेर पनि मानेन। अनि मनमा आयो मैले खुट्टा ढोकौँ कि जस्तो भयो। मेरो खुट्टा अलि असहज थियो। अनि हर्क साम्पाङज्यूले पनि यो दिनुहुन्न फेरि। सायद उहाँले नदिए पनि मेरो खुट्टा ठिक हुन्थ्यो भने त्यो बेलामा मैले उहाँलाई खुट्टामा ढोक्थेँ, चुप्पी गर्थेँ मैले। त्यस पछाडि लास्टको स्टेज मैले चुप्पी गरेको, चुम्बन गरेको मेरो माइतीलाई, हर्क साम्पाङलाई मैले चुप्पी गरेको। मेरो मनदेखि सधैँ राख्नेछु हर्क साम्पाङलाई मैले। उहाँले मलाई चिन्नुहुन्छ चिन्नुहुन्न मलाई थाहा छैन, फर्स्ट टाइम भेटेको। उहाँलाई पनि थाहा छैन कि कुन लेडिज आएर मलाई चाहिँ चुम्बन गरिरहेको छ। यो पब्लिक फिगरमा यो सोसाइटीले राम्रो मान्छेलाई देख्नै चाहन्न। त्यस कारणले गर्दा उहाँ चाहिँ आफै जोगिन खोजिरहनु भएको थियो। अहिलेको लेडिजहरूमा पनि यही चलन छ होइन? कसो गरेर यसो टक्क पाएर उस गर्दै पनि ब्लेम लाउने, एउटा आरोप लाउने चलन भएको कारणले गर्दा उहाँले मैले चुप्पी गर्ने बेलामा पनि अलिकति असहज मानेर भिडियोमा पनि हेर्न सक्नुहुन्छ, कक्रक्क पर्नु भएको छ क्या। सेकेन्डचोटि मैले यसरी नै तानेपछि होइन, उहाँको मनले मानेन भन्ने उहाँको भावना आएपछि यहाँ त्यो विश्वविद्यालयबाट टेकेर आउने एउटा लट्ठीलाई पनि हेर्नुहोस् क्या तपाईँले। त्यो लट्ठीलाई यहाँनिर अड्काएर मैले चाहिँ उहाँलाई चुप्पी गरेँ। बल्ल आनन्द भयो मलाई, बल्ल आनन्द भयो।
कुनै पनि छोरा मान्छेले चुप्पी गर्दैमा छोरी मान्छेले चुप्पी गर्दैमा तपाईले लभ भन्ने कुरा हुन्छ नि, आई लभ यु भन्ने हुन्छ नि, लभ इज लभ भन्ने हुन्छ नि। यो लभ भनेको प्रेममा प्रेमिका मात्रै हुँदैन। लभ भनेको बाउलाई गर्न मिल्छ, आमालाई गर्न मिल्छ, दाजुभाइलाई गर्न मिल्छ, दिदीबहिनीलाई गर्न मिल्छ, छोराछोरीलाई गर्न मिल्छ, अङ्कल आन्टी सबैलाई भदाभदीलाई गर्न मिल्छ। यो अवस्थामा मैले हर्क साम्पाङलाई एउटा देशको राम्रो सुपुत्र जन्मे रहेछ भन्ने कुरा यस्तै यो अर्थले चुप्प गरेको। दोस्रो कुरा चाहिँ मैले दसैँ तिहार आउँदै गर्दै गर्दा मेरो दाइ मेरो भाइ सम्झेर मैले उहाँलाई चुप्पी गरेको। अरू कसैले के टेन्सन भयो त? भएन नि त। ट्रोल बनाइदिनु पर्ने केही थियो? थिएन नि त। तर अनर्थ लाग्यो त्यत्रो चाहिँ होइन, मेहदी बाँधेर तपाईँले चाहिँ रोक्नुभयो, आफ्नो फुल दिनुभयो होइन, एउटा चाहिँ आत्मीयता भावना साटासाट गर्नुभयो। तर नेपाली समाज यस्तो के भनौँ अनर्थ लाग्यो क्या। यो कुरामा यही कारणले म भन्छु नेपाली अझै पनि यही अर्थमा झुन्डिराख्ने हो भने राम्रो मान्छेलाई जस्तै कुनै ठाउँमा गएर लभ गर्ने मान्छेलाई तपाईँले किस गरेको छ भने त्यो हामीले चाहिँ यो नेपाली सोसाइटीमा अलिकति हटाउनुपर्छ है, हटाउनुपर्छ। किनकि कहिलेकाहीँ उश्रृङ्खला कुराहरू गर्दै गर्दाखेरि अपच्य पनि हुनसक्छ, कुनै ठाउँमा बाबुआमाले हेर्न नसक्ने अवस्था पनि हुनसक्छ। यो त पब्लिक फिगरमा एउटा वर्ल्डले चिनेको मान्छेलाई कामको सम्मानलाई उहाँको कामले सम्मान गरे हो कि बाबु, हर्क साम्पाङको कामले सम्मान गरे हो क्या। हर्क साम्पाङको कामलाई चुप्पी गरेर अङ्गमाल गरेर खुट्टा ढोगेर पुग्नेवाला छैन। यो सुन्नु होला, छैन। यो कसले चाहिँ सहन सक्दैन भन्दाखेरि जसले भ्रष्टाचार गरेर आज देशलाई बेचिरहेको छ नि, यस्ता झोले अनि यस्तो भ्रष्टाचारीहरूलाई चाहिँ पटक्कै मन पर्दैन बाबु। उनलाई त ढुङ्गा बोक्नै छैन, उनलाई त हँसिया लिनै छैन, हतौडा लिनै छैन, उसले बेल्चा लिनै छैन भनेपछि ऊ गर्न पनि सक्दैन क्या। सिर्फ उसको बानी के परिसक्यो भन्दाखेरिमा देशमा राज्यमा भएको जुन जति चिज छ त्यो चिजलाई बेचेर खाइदिने होइन, भएन भने ऋण ल्याउने। कसरी हुन्छ? आफ्नै कुम्ल्याउने क्या, सबै आफ्नै कुम्ल्याउने हो। यी व्यक्तिलाई हर्क साम्पाङको जो विधिहरू जो हर्क साम्पाङको पद छ यो चिजलाई चाहिँ पटक्कै मन पर्दैन। त्यस कारणले गर्दा यिनीहरूले चाहिँ आज हर्क साम्पाङलाई अचम्म लाग्छ क्या। हाराहारी चाहिँ हर्क साम्पाङको र उमेर मेरो उस्तै मिल्न गएको कारणले गर्दा आज ट्रोल बनाइदियो। योभन्दा पहिला एउटा बुढा आमा एउटा बुढी आमा अन्त बुढा बाले पनि त चुप्पी गरेछ नि, त्यो भिडियो किन भाइरल गराएन भने क्या। अर्को कुरो, अर्को युवा केटा तपाईँहरू जस्तो युवा केटाले पनि उहाँलाई ढोक्नु भएको छ, त्यो भाइरल किन गराएन भने क्या। त्यो भाइरल गराउनु पऱ्यो नि, राम्रो काम गर्ने मान्छेलाई राम्रो हिसाबले पनि लैजानु न। यसको लागि म विशेष कुरा कसलाई भन्छु भने पत्रकारज्यूहरूलाई भन्छु है, तपाईँहरू पनि मन नदुखाउनु होला। यहाँ सही सलामत काम गर्ने पत्रकारज्यूहरू पनि हुनुहुन्छ। देशको तेस्रो अभिन्न अङ्ग भनेको पत्रकार नै हो। पत्रकार भएन भने, यो पत्रकारिता भएन भने आजसम्म कति मान्छेलाई काटी मारिसक्थ्यो क्या बाबु। यो बोल्दै गर्दा आज पत्रकारको हातमा धेरै कुराहरू छ। सोसल मिडिया भनेको यस्तो पावरफुल चिज हो क्या। तर यसलाई चाहिँ आज हर्क साम्पाङलाई जस्तै नराम्रो हिसाबले ट्रोल बनाइदिनु नेगेटिभ हो, त्यस्तै चाहिँ यो पत्रकारितामा पनि कोही व्यक्तिले त्यस्तो गर्दा राम्रो पत्रकारलाई पनि असर पर्न जानेको है, पत्रकार बन्न जाने। त्यही भएर हर्क साम्पाङले कसै कुनै पार्टीको झोले बनाएर नआउनुहोस् है तपाईँहरू हो नि त भन्ने कारण यो रहेछ क्या। कसैले त ट्रोल बनाएको हो नि त यो, तर चिनिसकेको छ हामीले कसले ट्रोल बनाएको भन्ने कुरा पनि। तपाईँ जतिखेर पनि राम्रो व्यक्तिलाई सम्प्रेषण गर्नुहुन्न नि, यस्तो ट्रोल बनाउनुहुन्छ नि, तपाईँको भ्युज तपाईँको के यो जति छ नि यो कहिले पनि माथि सक्न सक्दैन कि। मान्छे त एकैछिनमा डाउन हुन्छ नि त बाबु। करोडौँ मान्छे रोडमा जान्छ भनेपछि त्यही भएर सबैले देशलाई राम्रो गर्ने मान्छेलाई चाहिँ राम्रो हिसाबले हेरिदिनु। हजुर, तपाईँ अब आफै कसैको छोरी, कसैको बुहारी हो, कसैको आमा हो। म चाहिँ विशेष गरेर आज म कुशल गुरुङको आमा हो। मेरो छोराले अहिले चाहिँ डक्टर इन्जिनियर पढ्दैछ, उसलाई पनि त एउटा इज्जत हुन्छ। म कुनैको फ्यामिली हो, म कुनैको छोरी हो, कसैको म चाहिँ बुहारी बनेको, कसैको म चाहिँ एउटा चेली हो, मलाई पनि त इज्जत छ होला नि त। आज मलाई हर्क साम्पाङसँग यसरी चाहिँ ट्रोल बनाउँदै गर्दा आखिरमा पाए के? पाउन त केही पनि पाएन। भ्युज कमायो होला, कति कमायो, कति डलरको पैसा कमायो होला, त्यति होला। तपाईँ व्यक्ति कहिले पनि माथि जान सक्दैन नि त यो कुरामा। हर्क साम्पाङलाई यो चाहिँ जोडेर तलमाथि गरेर चाहिँ के गर्न मन लाग्छ तपाईँले गरिदिनुहोस्, केही फरक पर्दैन। तर हर्क साम्पाङ कहिले पनि डाउन हुँदैन। र अर्को कुरा, आजसम्म म कुनै ठाउँमा सोसियल मिडियामा नआइरहेको मान्छे, त्यति म पब्लिक फिगरमा नआइरहेको मान्छे, अब चाहिँ हर्क साम्पाङको लागि जो मनबाट एउटा चेलीले माइतीले गरेको, दाजुभाइले गरेको कामको प्रशंसालाई
चुम्बन गरेर मोही गरेर नेपाली शब्दमा मोही भन्छ यो नेपाली शब्दमा मोही गरेर अङ्गमाल गरेर खुट्टामा ढोगेर सम्मान गरेको थियो भने यो कुरालाई तपाईहरुले नेगेटिभ राख्नुहुन्छ भने हाम्रो पनि भन्नु केही पनि छैन हामी एकदमै शीतल रूपमा काम गर्ने देशलाई अगाडि बढाउने एक दिन हर्क साम्पाङलाई चाहिँ देश सुम्प्याउने हो देश बनाउने त्यो विधिमा मात्र छौँ अब म त्यसै नै लाग्ने भयो अब म तपाईँ कसैको छोरी कसैको आमा कसैको बुहारी होइन कसैको श्रीमान गाह्रो भएन तपाईँले यत्रो चाहिँ टोल आइसकेपछि परिवारले के भने समाजले के भने श्रीमानले के भने छोराले के भने यो कुरा सुन्नु है झोलेहरू भ्रष्टाचारीको झोलेहरू यो कुरा सुन्नु तपाईँलाई लाग्दो होला समीक्षालाई हर्क साम्पाङसँग यसरी टोल बनाएर अथवा हर्क समीक्षासँग हर्क साम्पाङलाई यसरी टोल बनाएर नेगेटिभ बनाएर कति असर पर्यो होला त्यसको दिमागमा होला एउटा सिनको पनि केही असर परेको छैन मलाई कारण भन्नु तपाईँलाई कारण भन्नुहोस् किन मलाई एउटा टेन्सन पनि छैन क्या सिर्फ टेन्सन चाहिँ मलाई के छ भने मेरो काम कसरी गर्ने पैसा कसरी कमाउने फ्यामिलीलाई कसरी धान्ने यो अवैध प्राणीलाई कसरी चाहिँ म खर्च पुर्याउने त्यसमा चाहिँ टेन्सन छ यो हर्क साम्पाङको बारेमा जति ट्रोल बनाएर मलाई नेगेटिभ चुप्पी चापीको भिडियोहरू फैलाए नि 3 करोड जनताको अगाडि मलाई एउटा पनि चिन्ता छैन मलाई पीर पनि छैन किन पीर छैन भन्दा हर्क साम्पाङ जस्तो मान्छेलाई चुम्बन नगरेर कसले गर्ने हर्क साम्पाङ जस्तो मान्छेलाई अङ्गमाल नगरेर कसले गर्ने ढोगन कसले नगर्ने भोलि आइपर्यो भने समीक्षाले कसम म यहीबाट भन्दैछु रगतको खोला बगाउन पनि तयार छु म एउटा आमा हो मैले पटक पटक छोरालाई पनि भनेको छु राम्रो व्यक्तिले राम्रो काम गर्छ भने त्यसको लागि रगतको खोला पनि बगाउन तयार छु समीक्षा बगाउँछु म बाबु हर्क साम्पाङलाई ज्यान दिन तयार छु हर्क साम्पाङलाई हर्क साम्पाङ पनि फ्यामिली छ हर्क साम्पाङ पनि एउटा आफ्नो परिवार छुट्टै छ राजनीति छुट्टै भयो भने त्यो पनि छुट्टै छ सबैको हुन्छ क्या त्यस कारणले गर्दा म यो भन्छु समीक्षालाई कुनै आपत्ति छैन मेरो इष्टमित्रले देख्यो मेरो फलान देख्यो सोसाइटी देख्यो नो टेन्सन मलाई किनकि तपाईको चाहिँ नि तपाईको कुनै थिएन किनकि तपाईले गलत गरेकै थिएन मैले गलत गरेकै छैन भनेपछि हर्क साम्पाङले गलतै गरेको छैन हर्क साम्पाङ जस्तो मान्छेले म त बढी मात्रामा हर्क साम्पाङलाई फोकस दिन्छु क्या म त एउटा भुइँ मान्छे हो है उहाँले पनि भुइँ मान्छे बन्नु भएको छ उहाँ पनि भुइँ मान्छे बन्नु भएको छ भुइँ मान्छे जस्तो बनेपछि हामी जस्तो मान्छेलाई उहाँ नै मनपर्छ नि त तपाईहरु जस्तो सुकिलो पुकिलो गरेर भ्रष्टाचारी गर्ने मान्छे तपाईहरुले मन पर्ने कुरा त आउँदै आउँदैन तपाईले गलतै नियत नभएपछि किन टेन्सन गर्ने किन डराउने एउटा कुरा मैले गलत नियतै गरेको छैन हर्क साम्पाङले गलत नियतै गरेको छैन भनेपछि हामी किन टेन्सन मान्ने हामी त आनन्द भइरहेछ है भ्रष्टाचारीहरुको झोलेहरु तर यहाँ त धेरै नेताहरू घरमा श्रीमती छोराछोरी हुँदा हुँदै 7 वटा चाहिँ हैन तरुणीहरु राखेर बन्द कोठामा चाहिँ मोज मस्ती गरेर भिडियोहरु आइरहेछ नि त उनीहरुलाई त के सुन्नु झोलेहरु अब चाहिँ म महेश बस्नेतलाई छोड्छु है यहाँ महेश बस्नेतलाई छोड्छु म महेश बस्नेत नि हैन नेपाल यो कम्युनिस्टको एउटा उहाँ चाहिँ एउटा संसद हो हैन पहिला उहाँ चाहिँ भुकिराख्नु भएको छ नि महेश बस्नेत उहाँ पनि राम्रो मान्छे हैन क्या यहीबाट भन्न चाहन्छु म अब जोड्दै छु हर्क साम्पाङकै कुरा छ है अरु कुरा पछि पनि गरौँला अब चाहिँ समीक्षा नेता हैन हर्क साम्पाङको पदलाई लिएर यसरी नै बोलिराख्ने यति अति नै भइसकेको छ के हामीले नेगेटिभ काम नगर्दा तपाईले नेगेटिभ बनाइदिएपछि हामीलाई के टेन्सन भयो त नि टेन्सनै छैन के बाबु हर्क साम्पाङलाई पनि टेन्सन छैन मलाई पनि टेन्सन छैन हर्क साम्पाङको जुन विधिलाई अपनाएर चाहिँ मनपर्ने यो चाहिँ संवाददाताहरू जुन चाहिँ जनताहरू छन् यिनीहरूलाई पनि टेन्सन छैन हेर्नुस् तपाईले हेर्नु होला हाम्रो भिडियोलाई जो चाहिँ हर्क साम्पाङ र मेरो भिडियोलाई चाहिँ ट्रोल बनाएर नेगेटिभ पोइन्ट गराएको छ नि यो चाहिँ यो भ्रष्टाचारीको झोलेहरूले त्यहाँ कमेन्ट हेर्नु होला 100 मा 99% चाहिँ कमेन्ट हेर्नु होला सबै पोजिटिभ छ राम्रो भन्नुभएको छ राम्रो छ राम्रो भनेपछि हर्क साम्पाङलाई कति मान्छेले मन पर्ने रहेछ यो कुरा काउन्ट गर्नु न अनि परिवारले के भन्नुभयो त हजुर श्रीमानले के भन्नुभयो छोराले के भन्नुभयो मलाई कसैले केही भन्दैन के मैले आज समीक्षाले म एउटा आरोपित जस्तो छ है फेरि मान्छे मैले आज राम्रो हर्क साम्पाङलाई एउटा चेलीले एउटा माइतीले राम्रो काम गर्दै गर्दा ल भनौँ न दाजुभाइहरू तपाईले पनि पत्रकार गर्दै हुनुहुन्छ भोलिको दिनमा यो पत्रकारिता गर्दै जाँदा तपाईले देशमा रहेको अथवा चाहिँ समाजमा रहेको चाहिँ यो जति पनि घटनाहरू सत्य तथ्य सार्वजनिक गर्नुहुन्छ भने तपाई पत्रकारलाई त जनताले पनि त रुचाउँछ नि कति पत्रकारहरू अहिले चाहिँ आज जनताले यस्तै सत्य तथ्य चीजहरू निकालेको भएर आज मन्त्री बनिसकेको छ नि त बाबु तपाईहरु पनि त भन्नुहुन्छ नि भनेपछि हर्क साम्पाङलाई चुप्पी नगरेर कसले गर्ने त जस्तो झोलेहरुले गर्ने ल देखाउँ त देखाउँ पहिला कुरो आज हर्क साम्पाङलाई राम्रो व्यक्तिले यस्तो ट्रोल बनाएर नेगेटिभ बनाए मलाई ट्रोल बनाएर नेगेटिभ बनाए भ्रष्टाचारीहरूले ट्रोल बनाएर नेगेटिभ बनाएर देखाउन सक्नु त
सुई बोल्दैन क्या यिनीहरू, अलिअलि खाएको छ नि त, सुई बोल्दैन कि बाबु। भनौँ भने नि अहिले सरकारी स्तरमा, प्राइभेटलाई म भन्दिनँ, सरकारी स्तरमा एउटा चाहिँ पिउन स्तरबाट सुरु हुन्छ कि भ्रष्टाचारी, त्यो मैले भोगेको छु। पिउन स्तरबाट भ्रष्टाचारी सुरु हुन्छ र अन्तिममा माथि हाकिमसम्म पुग्छ होइन, माथि हाकिमसम्म पुग्छ। यो अहिले चाहिँ ती भ्रष्टाचारी माथि माथि ओदाकाले भ्रष्टाचारी गरेको जुन व्यक्तिहरू छ नि, यो जो नेताहरू भनाउँदा अथवा कर्मचारीहरू भनाउँदा, यिनीहरू छ नि, यिनीहरूलाई आफ्नै अहिले तलको चाहिँ जुन 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 यो राम्रो व्यक्तिहरू कर्मचारीहरू नेताहरू छन्, यिनीहरूले पनि मन पराइरहेको छैन क्या। तर कुरो केमा अड्क्यो भन्नु होला भने भन्नुहोस् भाइ, मलाई सोध्नुहोस् ल, केमा कुरामा अड्कियो होला भन्नु है, किन कुरामा अड्कियो त भन्दाखेरिमा भ्रष्टाचारीसँग बसेपछि भ्रष्टाचारी पुरै सिक्ने भयो। अलिअलि त चिया भने पनि खाइदियो नि त होइन, तल चिया खाइदियो, चिया खाइदियो, के खाइदियो, सबै खाइदिएपछि अहिले चाहिँ यो विधि मलाई मन परेको छैन। यिनीहरूले गरेको कम्युनिस्ट काङ्ग्रेसको जुन पदमा भए पनि जनताले मन पराएन, जनताले मन पराए, उनीहरूले नि मन पराएन, जनता सडकमा आएन हिजोअस्ति होइन, सत्ताबाट लखेटे होइन, खेदेन यिनीहरूलाई।